सो स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा है। होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भिडियोमा चाहिँ हजुरहरूलाई के भन्न चाहन्छु भने आजको भिडियोमा चाहिँ हाम्रो घरमा अब सेलरोटी पाक्दैछ हैन। अब त्यही भएर भिडियो बनाएको हो, त्यही सेलरोटी बनाएको बारेमा है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो छिमेकी भाइ छ फिस्टे, अनि यहाँतिर छ हाम्रो राम्रो राम्रो फुलहरू, अनि यहाँ छ हाम्रो घर। अनि यहाँ चाहिँ हाम्रो दिदीले चटपट बनाउँदै हुनुहुन्छ। चटपट, चाउमिन, मोमो, किराना सामानहरू लिन आउन सक्नुहुन्छ है। त्यही नै हो। अब अहिले पछि सेल बनाउँछौँ, अहिले त सबै देखाउँछौँ, तपाईँहरू हेर्नु होला है त। हामी चाहिँ है यहाँ मासु पकाउँदैछौँ है, मासु सेट। यहाँ मासु छ, यता बिनाजु हुनुहुन्छ मासु पकाउँदै छ गाइस। मासु अहिले रोटी पनि पकाउँछौँ, हेर्नु होला। हामी चाहिँ पिठो मोल्दैछौँ। पिठो मैले मोलेको होइन है, फेरि हाम्रो भिनाजुले मोल्नु भएको हो। भिनाजु यता हुनुहुन्छ। सेलरोटी बनाउनु नि भिनाजुले हो, हामी त खाने मात्रै हो। तिमीहरूलाई के गर्न आउँछ र त्यो क्या भात त खान आउँदैन रहेछ है। आधी भुइँमा आधी मुखमा हुन्छ। फेरि भन्नु न एकचोटि। आधी भुइँमा आधी मुखमा हुन्छ, कहाँबाट हुन्छ त? त्यही त नि गाह्रो छ हामीलाई। सो गाइज हामी चाहिँ अब सेलरोटी हाल्न अब सुरु गर्न थालिसक्यौँ है। अब हाम्रो दिदी यहाँ हुनुहुन्छ, भिनाजु। भिनाजुले हो रोटी बनाउने चाहिँ अब हामी चाहिँ यसो सहयोग गर्ने के, त्यो दाउरा साउरा हाल्न अनि यताउता खाना साना सहयोग गर्ने हो हामी चाहिँ। दुःख भिनाजु गर्ने, फल चाहिँ हामीहरूले खाने होइन त दिदी? ल गाइस सुरु भइसक्यो हाम्रो सेलरोटी बनाउने। भिनाजुले चाहिँ काम कार्य पुरा गरिदिनुहुन्छ। आँखामा लाग्यो नि। आगो बलेन है दिदी, आगो बलेन त दाउरा ल्याऊँ त। ल अब सुरु हुँदैछ है त। दाउरा मात्रै धेरै हालेर हुन्छ। अनि भर्खर सुन्नुभयो त होला नि स्कुल चौकमा आएर भेटेको। यहाँ हाम्रो बिनाजु अब यहाँ बनाउँदै हुनुहुन्छ। हजुरको बनाएको छैन कि हजुर, प्लिज चुप लाएर बस्नुहोस्। आमा सेल कस्तो दामी भयो है। बनाउने मान्छेको आर्टिस्ट मिस्टर द आर्टिस्ट द आर्ट है त। खाना आउनु होला, मुख रसायो नभन्नु होला। यस्तो दामी भएको कि आज भाइले बस्छ। आज मैले ल टाइम यहाँ बस्नु भनेको हेर त, मलाई कति उल्लु बनाउला है। फाइनली हाम्रो माइजू त्यो हटाउनु न, त्यो हो त्यो हटाउनु। के भयो अरे फेरि भनिदिनु न। तपाईँको मलाई घुमरीमा मामा चाहिँ उता गोर्खामा पानी परेको भन्नुभयो र झुटो बोल्नु भएर हाम्रो माइजूलाई सरप्राइज दिन आउनु भइसक्यो है। अब म चाहिँ मामालाई देखाउन चाहन्छु है त हजुरहरूलाई। मामा सरप्राइज तो गाइज हाम्रो चाहिँ अब रोटी पाकिसक्यो होइन। रोटी चाहिँ हजुरहरूले देखाउँछु। अब बिनाजु हुनुहुन्छ यहाँ चाहिँ। अब फेरि तरकारी पकाउनु लाग्यो है, रोटी पकाएर भएर। हाम्रा रोटीहरू यस्ता छन्, खाने भए आउनु होला है। द आर्टिस्ट बिना त हेर्नु, द आर्टिस्ट द आर्ट है त गाइज। साग पकाउन लाग्यो हामी चाहिँ। ल खै त चराप पकाउनु न बिनाजु। लसुन अब अहिले पछि जानौँ न।
चरेप्प है त चरेप्प गाइज है हजुरहरूले अब अघि देखिहाल्नु भयो होला रोटी बनाएको रोटी खाएको है अब त्यही नै हो थ्याङ्क्स फर वाचिङ बाई बाई अब नेक्स्ट ब्लगमा भेटौँला है त